भितेन डरपोक हुन्। यसो भन्दै पर्पलले भितेनलाई दिस गरेका छन्, तर यो दिस भने म्युजिक मार्फत नभई इन्स्टा स्टोरी मार्फत रहेको छ। उनले भितेनलाई त पागल हो भाइसँग कम्पेयर गर्दै भाइ बरु आँतिलो भएको तर भितेन डरपोक भएको आरोप लगाएका छन्। भितेनलाई लक्षित गर्दै पर्पलले लेखेका छन्, लुकी लुकी दिस हान्न पर्दैन, त्यो पागल हो फुच्चे जति पनि गट्स छैन हाम्रो नम्बर 1 र्यापरको। उनले यसैसँगै आफ्नो भटपटे गीत चर्चामा रहेको कुरा फ्लेक्स गरेका छन्। उनले आफ्नो भटपटे गीत र भितेनको आउटल गीतको भ्युज कम्पेयर गरेका छन्। भिटेनको आउटल गीत म्युजिक भिडियो नै भए पनि 1.4 मिलियन भ्युज पाएको, तर उता पर्पलको भटभटेको अडियो मात्रै पनि पर्पल टपिकमै उत्तिकै भ्युज अर्थात् 1.4 मिलियन भ्युज आएको पर्पलको मुख्य एजेन्डा देखिन्छ। उनले स्टोरीमा सरी पनि लेखेका छन्, जसको अर्थ उनले धेरैले नम्बर 1 भनिएका र्यापर भितेनलाई पछि पारेको कुराको लागि माफी मागे झै देखिएको छ। के पर्पलले भितेनलाई पछि पारेका हुन् त? के पर्पल नम्बर 1 र्यापर हुन् त? वेल, नेपप कम्युनिटीमा यो विषयमा वार्तालाप भइरहेको देखिन्छ। तपाईको धारणा कमेन्ट गरिदिनुहोला।